मिठो र क्रिमी है मटर पनिर कसरी बनाउने है यो रेसिपी चाहिँ हजुरसँग सेयर गर्न गइरहेको छु। र फर्स्टमा चाहिँ सानो पिसे काट्ने है, पनिरको धेरै ठुल्ठुलो पनि होइन। र खोर्सानी, अदुवा लसुनको पेस्ट है। र हजुरहरूले फ्रेस क्रिम लिन सक्नुहुन्छ या छैन भने जुन फुल मिल्क क्रिम हुन्छ नि त्यो पनि लिँदा हुन्छ मजाले त्यसको उयो गरेर। तर जे चिज पनि पकाउनु चाहिँ तपाईँले बटरमै है पर्छ, किनकि त्यसको टेस्टै भिन्दै हुन्छ नि त तेलभन्दा है। र पहिला चाहिँ म पनि नर्मली वाला पनिर सब्जी खान्थेँ नि, तर यो खाएदेखि चाहिँ एकदमै धेरै टेस्टी लाग्यो कि है। र हजुरहरूले त्यो टमाटर र प्याज जसरी भुटेको थिएन मैले हल्का त्यसरी भुटेर अनि काजु लगाएर चाहिँ पेस्ट बनाउनुपर्छ। र यहाँनिर सुरु हुन्छ हाम्रो पनिर पकाउने है। त्यसपछि खोर्सानी हाल्नुपर्छ, अलिकति खडा मसाला होइन जे पनि, अनि अदुवा लसुनको पेस्ट, त्यहाँदेखि धनियाँ, अलिकति खोर्सानीको पाउडर है। त्यसपछि मैले पिसेको है टमाटर, प्याज र बदामको पेस्ट हाल्नुपर्छ। त्यसपछि अलिकति जिरा पाउडर हो, यो चाहिँ खास गरी चाहिँ साई मसालाको पेस्ट हो नि। तर मैले चाहिँ यहाँनिर हरियो मटर पनि एड गरेँ किनकि मसँग थियो नि त हो। अनि पनिरमा चाहिँ के पकाउनु भनेर त्यसपछि मजाले यसलाई पाक्नु दिएपछि फेरि त्यसपछि पालो आउँछ पनिर हाल्नुपर्छ है। पनिर हालेपछि त्यसलाई हल्का मजाले चलाएर त्यसपछि जुन मैले त्यो फ्रेस क्रिम राखेको थिएँ त्यो क्रिम हाल्नुपर्छ, किनकि मेन यही हो कि यो हालेपछि चाहिँ हुन्छ नि टेस्टै एकदमै दामी हुन्छ क्या। यसमा चाहिँ मेन तपाईँले है काजु, फ्रेस क्रिम चाहिँ हाल्नुपर्छ र सबै चिज बटरमा पकाउनुपर्छ। ल हेर्नु त कति मिठो र टेसिलो हुन्छ हो। हजुरहरूलाई के कस्तो लाग्यो यो भिडियो अवश्य लाइक कमेन्ट गरिदिनु होला।